नमस्कार सम्पूर्णमा स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आज हामी उपस्थित भइसकेका छौं नयाँ भिडियो लिएर। तपाईहरुको निमित्त हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला र भिडियो मन परेमा एक लाइक र भिडियोलाई शेयर गर्न पनि नभुल्नुहोला। अब लागौं आजको विषयवस्तुतर्फ। नेपाल आईसीसी टी20 महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट भएको छ। थाइल्यान्डको बैंककमा जारी एसिया क्षेत्र छनौट अन्तर्गत सुपर 3 मा संयुक्त अरब इमिरेट यूएईलाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनौट भएको हो। बैंकक स्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको 115 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। नेपालको लागि कप्तान इन्दु परमालले अभिजित सर्वाधिक 30 रन बनाइन्। उनको कप्तानी इनिङमा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो। यस्तै रुबिना छेत्रीले 23 रन बनाउँदा सम्झना खड्काले 21 रन बनाइन्। यूएईका तर्फबाट बलिङमा ईशा रोहित ओझा, एस कोटे र वैष्णवी महिषको एक विकेट लिए। यसअघि पहिले ब्याटिङको निम्तो पाएर यूएईले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 114 रन बनाएको थियो। यूएईको लागि ईशा रोहित ओझाले सर्वाधिक 39 रन बनाइन्। यस्तै त्रिथा सतीशले 21, हिना हरिस 20 र लावणियाले 12 रन बनाइन्। नेपालको लागि मनिषाले सर्वाधिक 4 विकेट लिइन्। 4 ओभरमा 20 रन खर्चिँदै उनले 4 विकेट लिएकी हुन्। यस्तै कविता कुँवर 2 र राजमती एरीले 1 विकेट लिइन्। जित्दै पर्ने दबावपूर्ण खेलमा नेपालले शानदार 5 विकेटको जित निकाल्यो। अब बाँकी थाइल्यान्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ। यूएईले भने सुपर 3 मा 2 खेल हार्दै प्रतियोगिताबाटै बाहिरेको छ। एसिया छनौटको सुपर 3 मा आइतबार यूएईलाई 54 रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनौटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। थाइल्यान्डले 8 अङ्क पुर्याएको छ। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्यो? केही नाम उच्चारणमा गल्ती भएमा हामीलाई क्षमा गरिदिनुहोला। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। धन्यवाद। जय नेपाल, जय क्रिकेट, जय खेल।